हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। अनि आज चाहिँ मैले हजुरहरूलाई मेरो गार्डनमा लिएर आएकी छु। हजुरहरूलाई सानो टिप्स दिउँ भनेर यो जुकुनी फर्सीको टिप्स दिन लागेको छु। हजुरहरूलाई कतिलाई थाहा हुनु पनि सक्छ, थाहा नहुनु पनि सक्छ। यो फर्सी फलाउनलाई चाहिँ एकदम कुनैलाई मलाई नि पहिला त एकदम गाह्रै लाग्थ्यो यो फर्सीहरू फलाउनलाई। अनि सानो टिप्स हजुरहरूलाई दिन गइरहेको छु है त मैले जाने अनुसार। यो फर्सी जुकुनीलाई चाहिँ जुकुनी मतलब जुनै पनि फर्सीलाई यो हुन्छ नि मेल र फिमेल फुल हुँदो रहेछ क्या। मलाई नि पहिला त थाहा थिएन, पछि थाहा हुँदै गएको। अनि यो फुल मात्रै फुलेको चाहिँ यो चाहिँ मेल हो। अनि भाले फुल भनौँ न, यानि कि भाले फुल। अनि अर्को त्यो गट्टा लाग्छ नि, गट्टासँगै फुल फुल्छ नि हो, यो चाहिँ फिमेल पोथी फुल। अनि त्यसलाई चाहिँ हामीले यो भालेको यो जुन हुन्छ नि मैले गरिरहेको छु यो पोलिनेसन गराउनु पर्ने हुँदो रहेछ। अनि यसरी गराउनु पर्ने हुन्छ साथीहरू। अनि यो अर्को तरिका यो डन्डाले पनि यसरी हाम्रो सानो सिन्काले पनि यसरी यो भाले फुलको लिएर यता पोथीमा पोलिनेसन गराउनु पर्ने हुन्छ साथीहरू। अनि यो गरायो भने चाहिँ अलिकति यस्तो हो कि फल लाग्ने, गट्टा अडिने सम्भावना धेरै नै हुन्छ। अब सँगै फुल फुल्नु पर्ने हुन्छ भाले र पोथी। फुलेको हुन्छ धेरैवटा बोटमा चाहिँ, तर कुनै बोटमा हुँदैन। त्यही भएर हामीले अरू बोटबाट लिएर पनि राखिदिन सकिन्छ साथीहरू। राख्थ्यो भने चाहिँ यसरी गट्टा अडिन्छ। हेर्नुहोस् त, मैले योभन्दा अगाडि गरेको हो। कस्तो राम्रो मैले रोपेको हेर्नु त, कस्तो बुस्सी एकदम राम्रो हेल्दी बोट छ अहिलेको यो फर्सी जुकुनीको। हजुरहरूले पनि यसरी नै सानो ठाउँमा सानो गमलामा पनि रोपेर फलाउन सक्नुहुन्छ। हेर्नुहोस् त, मैले चाहिँ यता पनि ब्यागमा पनि रोपेको छु। अनि यहाँनिर पनि, तर मलाई यो चाहिँ अलिक धेरै बाक्लो भयो जस्तो लाग्यो। अनि यो ब्यागहरू बाक्लो भयो, धेरै ठुलो हुन्छ नि त बोट, यो त भयो भने त। अनि धेरै ठुलो भयो भने धेरै नै फल्छ पनि। हेर्नुहोस् त है साथीहरू, कस्तो राम्रो हेल्दी बोट छ मेरोमा। यसरी सानो माटोमै पनि रोप्न सक्नुहुन्छ अनि यो ब्यागमा पनि। हेर्नुहोस् है साथीहरू, म चाहिँ केही कुरा वेस्ट गर्नु मन लाग्दैन के। हेर्नुहोस् त, फुललाई पनि मैले चाहिँ अब तरकारी बनाउँछु, यसको तरकारी बनाएर खाने भनेर मैले भाले फुल जति चाहिँ टिपेँ। अनि हेर्नुहोस् न साथीहरू, मेरो गार्डन चाहिँ यस्तो छ। हजुरहरूलाई कुनै दिन मैले गार्डनको टुर पनि गराउँछु है त साथीहरू। अनि यति भन्दै मेरो भिडियो फुल हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि मेरो भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला। अनि यति भन्दै हस्त, नमस्ते, बाई बाई साथीहरू।